मोबाइल घरमा छाउँदै आइरहेछ नि भिडियो बनाएर खुब नाटक नौटङ्की यो त गर्नु पर्यो नि हेर्नुहोस् त आदरणीय दर्शकबिनहरू यहाँ भारी बोकिरहेको अवस्था काठमाडौँ तेलकोट भन्ने ठाउँमा दाउरा बोकेर अनुहार हेर्ने यो बुढेर हेर्नु अहिले भारी चाहिँ फेरि लास्टै सानो उता फेरि सबैभन्दा ठुलो भारी छ मान्छेले सबभन्दा सानो छिन् दुई थाल भात खान्छ जब भारी पनि कति सानो हो यो माइलीको त है त दुई थाल होइन त भात बिहान बेलुका गरेर बिहान होइन बिहान बेलुका 4 हो स्याहारसम्म गरेर कति हो 4 थाल भात खाएको हेर त्यहाँ भारी पनि कति सानो ल थके लागेछ ज्यान मात्रै मोटो रहेछ तेरो जग्गामा भिडियो बनाएर पैसा कसैले नाटक गर घरमा बस्दाखेरि ग्यास बोक्न गाह्रो हुन्थ्यो भने गाउँमा भाइ सहरमा बस्दाखेरि ग्यास बोक्न गाह्रो हुन्छ भन्ने मान्छेहरू गाउँमा आएर दाउराको भारी बोकिरहेछ नेपाली ग्यास होइन त हेर्नु चाहिँ गाइस तर सबै सुकिया दाउरा हो फेरि यस विषयमा के भन्न चाहनुहुन्छ कि टाउको तपाईँको टाउको भन्न चाहनुहुन्छ अरे मेरो टाउकोमा त कपालै छैन त थका लगाएर बसेको हो मैले दाउरा लिएर आइसकेपछि यो दाउरा थका लाग्यो भारी बोकेर यहाँ त मलाई कम्ताले देखाइदियो त्यहाँ यत्रो मोटो जान्छ तर हेर्नु त्यहाँ दाउराको भारी छ्या 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 हेर यिनको मोटाबुद्धि